गाइज वेलकम टु माई ब्लग इट्स मिस लेजर एन्ड म चाहिँ यति बेला अहिले घरबाट ट्याक्क निस्किन लाग्यो। हामी चाहिँ आज माइट जानु लाग्यो, म र मेरो साथी। ट्याक्क गाउँमा नि घर छ नि त, अनि यसो गाउँतिर नि जानु पऱ्यो घुम्दै। ट्याक्क अब हामी पनि निस्किन लाग्यो, म निस्किन लाग्यो। अब ट्याक्क साथीलाई लिन्छु अनि म जान्छु यहाँबाट। साथीलाई लिएर ट्याक्क जानु हो। यत्रो बेर कुरायो है, उहाँबाट बल्ल आइराखेँ। कपाल कलर हालेर डन भयो। हामी चाहिँ निस्किन लाग्यो। ट्याक्क साथीले बाइक निकाल्दैछ अनि ट्याक्क अब हामी जाँदैछौँ। ठिक छ ल है गाइज, हामी चाहिँ यहाँबाट पेट्रोल हालेर अनि ट्याक्क निस्किँदैछौँ। अब यहाँबाट चाहिँ हामी लाग्यौँ है। हामी चाहिँ अहिले ट्याक्क चितवनको क्यान्सर हस्पिटल पट्न लाग्यौँ। ट्याक्क क्यान्सर हस्पिटल अगाडि छौँ। अब यसो सिनेमेटिक क्लिपहरू हालिदिन्छु, त्यही हेर केटा हो। गाइज हामी चाहिँ अहिले ट्याक्क चितवन नेसनल पार्कको त्यो इन्ट्री गर्ने चेकपोस्टमा आइसकेका छौँ र इन्ट्री गरिसकेछौँ। अब हामी चाहिँ यहाँबाट लाग्नुपर्ने हुन्छ। उता हाम्रो नेपाली सेनाहरू ट्याक्क यस्तै हो केटा हो। जङ्गलको बाटो एक्सट्रिम अफ रोड। बाइकको टायर पन्चर भइसकेको छ। टायरै खुलित भयो यार। ल केटा, यहाँ चाहिँ अब ट्याक्क दादाको बाइक बन्दैछ। ट्याक्क अब बाइक लिएर जानु पर्यो। फेरि कति टाइम लाग्छ फेरि बन्न। ए केटा अब यहाँ चाहिँ हाम्रो बाइक बन्द भइसकेको छ। अब यो ट्याक्क सुत्ला हालेपछि अनि बवाल भयो। ल अब चाहिँ चल्दैछ केटा, बाइक पनि बन्यो। केटा अब हामी चाहिँ बाइक बनाएर निस्किसकेको छौँ। ट्याक्क पानीपुरी खान आएको। अलिक पन्जा लाउनु पऱ्यो क्या अङ्कल। पन्जा लगाएर बनाउनु पऱ्यो कि। पन्जा त छ, लगाउने बिर्छ। ट्याक कहाँ बिर्सेर हुन्छ। सही छ मौसम चाहिँ। केटा लास्ट अप्ठ्यारो छ है बाटो चाहिँ। त्यो हिलै आइपुग्यो घर।